अहिले चाहिँ हामी के भन्छ साइल साथीको साथीहरू भेट्यौँ है। दुबई जस्तो जग्गामा चाहिँ नेपाली भेट्न अलिकति मजा लाग्दो रहेछ, सेफ फिल पनि हुँदो रहेछ। सो हामी चाहिँ उहाँहरूसँग चाहिँ बुर्ज खलिफा जाने पर है। अनि साइल साथीको साथीहरू चाहिँ साइल यहाँ छ, साइल साथीको साथीहरू चाहिँ यहाँ हुनुहुन्छ है। अनि हेरौँ बुर्ज खलिफा है, देखाउँछु तपाईँलाई। म मात्रै हेर्दिनँ, तपाईँलाई पनि देखाउँछु कस्तो रहेछ है। प्रकाश, Yes. what do you want to say? I want to say nothing. How you feel right now? I'm feeling really excited and well, let's see. है कस्तो हुन्छ। उहाँहरू चाहिँ साहिलको साथी, अघि भनिहालेँ, जो उयसमा गर्नुहुन्छ ड्युटी, के अरे सेक्युरिटी गार्डमा गर्नुहुँदो रहेछ है। अन्त उहाँहरूले चाहिँ हामीलाई तपाईँको बुर्ज खलिफा देखाउन लानुहुँदैछ है। अहिले उहाँहरूको फेस पनि तपाईँहरूलाई म देखाउँछु। So stay tuned, keep watching my videos and keep supporting me. Look at the vehicles. Wow. फिलहाल चाहिँ हामीले चाहिँ यो मेट्रो कार्ड यो कार्ड किन्नु पर्दैछ। त्यसो गर्दा हामीले कहीँ ट्राभल गर्दा चाहिँ अलिक सस्तो पर्दो रहेछ। यसको प्राइस चाहिँ तपाईँको 25 दिराम रहेछ यहाँको चाहिँ। हामी चाहिँ रेस्टुरेन्ट रहेछ सानो, त्यहीँ रहेछ, हल्का गरम गरम छ हो। अन्त कोल्ड ड्रिङ्क्स खाने अरे साथीहरू चाहिँ यहाँ छ। पढेको चाहिँ साथीको साथी, अनि हामीले अर्डर गऱ्यो मोन्टेन ड्यू। अनि यो चाहिँ नेपाली नै रहेछ खाने है। हामीले चाहिँ हल्का कोल्ड ड्रिङ्क्स पनि खाइसक्यो। अनि यो पछाडि देख्नु हुँदैछ, यो त सायद सबैलाई यादै होला, यो क्याटको फ्ल्याग हो भनिन्छ है। अनि अरू साथीहरूले चाहिँ, साहिलको साथीले चाहिँ खाना खाएको डिनर छ है। अनि उहाँले चाहिँ खाना खानुहुँदैछ। अनि हामी चाहिँ बाहिर एकछिन भित्र अब अलिक कन्जस्टेड छ होला जस्तो लाग्छ, एकछिन बाहिर आएको। अन्त चाहिँ एकछिनबाट चाहिँ अब हामी चाहिँ बुर्ज खलिफा जान्छ। अनि त्यहीँ गएर म तपाईँलाई है बुर्ज खलिफा पनि देखाउँछु। हल्का केटाहरूको यहाँ चाहिँ फोटो सेसन जाँदैछ नि त, पालै पिलो केटाहरू फोटो खिच्दैछ है यहाँ चाहिँ। हेलो गाइस, वेलकम टु महेन्द्र ब्लग्स वन्स अगेन। अहिले चाहिँ हाम्रो महेन्द्र चाहिँ अलिकति बिजी भएर चाहिँ मेरोमा सुम्पिएको छ होइन यो। अन्त त्यही भएर म भ्लग बनाउँदैछु अब महेन्द्रको होइन। अन्त हामीले चाहिँ जस्ट अलिकति कोल्ड ड्रिङ्क्सहरू खाएर चाहिँ आज फर्स्ट हाम्रो एक्सचेन्ज गरेको दिराम पनि युज गरियो होइन। $3 पाउँदो रहेछ। तीन दिराममा चाहिँ 7 अप पाउँदो रहेछ हो, एक एकवटा खाएर। अब जस्ट हामी चाहिँ जानु आँटेको बुर्ज खलिफा हेर्नुको लागि। आज अलिकति घुम्ने टाइम निकालेको छ हामीले हो। के म तपाईँहरूलाई पुगेर चाहिँ भन्छु है त कस्तो छ। सो साथीहरूले खाना पनि खाइसक्यो। अब चाहिँ हामी जाने बुर्ज खलिफा। हाइट चाहिँ हेर है।
बेलुका मात्रै निकाल्छ यहाँनिर 400 दिराम हो ल्याम्बोर्गिनी। अब चाहिँ हामी खायो 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 अब चाहिँ हामी घरपट्टि रुमपट्टि गएको है। रुमपट्टि होइन यहाँ फाउन्टेन हेर्ने। ए फाउन्टेन फेरि फाउन्टेन अब एकछिन बादमा सुरु हुँदैछ र हामी फाउन्टेन हेरेर त्यहाँदेखि घरतर्फ लाग्ने छ आज रुम, किनकि रुममा भाउजू नभएको कारणले गर्दाखेरि आफै सेल्फ कुक गरे हो। त्यही कारणले हामी अलिक छिटो नै जानुपर्ने छ किनकि हामीले आज अलिकति सानो फङ्सन छ हाम्रो फङ्सन छ है। यहाँको त जति भिडियो बनाए पनि बनाइबस्नु खालको फिल हुँदो रहेछ नि। हेर्नु है त यो चाहिँ ब्रुज खलिफा रहेछ कि, अनि हामी चाहिँ ब्रुज खलिफाको सिधा तल रहेछ हो। अनि ऊ परको चाहिँ ऊ परको है ऊ परको येल्लो कलरको चाहिँ त्यो दुबई महल रहेछ कि, त्योभित्र चाहिँ हामी चाहिँ अब भयो भयो जाँदिनँ भन्ने खालको फिल भएको नि, हिँड्नै नसक्ने एक फ्लोरमै पनि। अब चाहिँ हामी यो चाहिँ दुबई महल अरे। अब चाहिँ हामी रुमपट्टि गएको। आज अनिल बडी चाहिँ अब घर जाने कुरा गर्नु हुँदै थियो। अन्त आज चाहिँ हामी आफै खाना बनाउनु पर्छ अरे, अनि हामी हल्का मिट पनि लिएर जाने। यति नै आजको ब्लगमा।